नमस्ते सबैजनालाई। हामी खाँदबारीतर्फ जाँदैछौँ है। लेगुवाबाट खाँदबारीतर्फ अगाडि बढिरहेका छौँ। यता बायाँ साइडमा अरुण नदी देख्न सक्नुहुन्छ। अरुण नदी बगिरहेको छ। यो अरुण नदीको किनार हुँदै हामी अगाडि बढिरहेका छौँ। सडकको अवस्था राम्रो छ है, यता राम्रो भइरहेको छ। हामी यहाँको भूगोल अध्ययन गर्नको निम्ति झन्डै 18 जना साथीहरू हामी अगाडि जाँदैछौँ। खाँदबारी पुग्छौँ हामी। तुमलिङ टार हुँदै खाँदबारी पुगेपछि फेरि पुनः फर्किएर लेगुवाबाट हामी आजको बसाइ सायद भोजपुर हुन्छ होला, खोटाङ पुगिन्छ कि भन्ने छ। हामी खोटाङ पुग्यौँ भने भोलि बिहान चाहिँ हलेसी महादेवको मन्दिर दर्शन गर्ने है। सबैजनाले रमाइलो भइरहेको छ।